दर्शकबिन आज हामी यस भिडियोमा चर्चा गर्नेछौँ दुबईमा बस्ने एकजना पाकिस्तानी टिकटकर जो उहाँ चाहिँ अहिले नेपालको पपुलर टिकटकर आयुष सिंहसँग बिहे गरेर नेपालमै सेटल भएको एलिजा जामालीको बारेमा चर्चा गर्नेछौँ। आज हामी यस भिडियोमा एलिजा जामालीको लाइफस्टाइल एवं सर्ट बायोग्राफीको बारेमा चर्चा गर्नेछौँ। यस भिडियोमा उहाँको लाइफस्टाइल, एज, एजुकेसन, करियर, इन्कम, फ्यामिली साथै उहाँको हस्बेन्डको बारेमा चर्चा गर्नेछौँ। साथै उहाँ चाहिँ टिकटक गर्नुभन्दा अघि उहाँले चाहिँ के काम गर्नुहुन्थ्यो त्यसको बारेमा पनि छुट्टै चर्चा गर्नेछौँ। तपाईहरु यदि एलिजा जामालीको फ्यान फलोइङ हुनुहुन्छ र एलिजा र आयुषको लाइफहरू हेर्नुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी भिडियो पुरा हेरेर साथ दिनु नबिर्सनुहोला। दर्शकबिन अब हामी भिडियोलाई ढिलो नगरी एलिजा जामालीको लाइफस्टाइलतर्फ लाग्नेछौँ। उहाँको रियल नेम रहेको छ एलिजा जामाली भनी उहाँको निक नेम रहेको छ एलिजा। एलिजाको डेट अफ बर्थ रहेको छ 16 जुलाई 2000 भनी उहाँ चाहिँ अहिले 2025 को अनुसार 25 इयर्स पुगिसक्नु भइसकेको छ। एलिजा जामालीको बर्थ प्लेस भन्नुपर्दा उहाँ चाहिँ पाकिस्तानमा जन्मिनु भएको थियो पनि अहिले हाल करेन्ट रेसिडेन्ट चाहिँ काठमाडौँ कहिले दुबई बस्नुहुन्छ। एलिजा जामाली नेसनालिटीले चाहिँ पाकिस्तानी हुनुहुन्छ पनि उहाँको रिलिजन चाहिँ इस्लाम रहेको छ। एलिजा जामाली प्रोफेसनली एउटा टिकटकर, हेना डिजाइनर साथै युट्युबर हुनुहुन्छ। आउनुहोस् अब हामी एलिजा जामालीको फिजिकल स्टेटसको बारेमा चर्चा गर्नेछौँ। उहाँको हाइट रहेको छ 5 फिट 4 इन्च भने उहाँको वेट रहेको छ एप्रोक्स 57 किलोग्राम। आई कलर रहेको छ ब्ल्याक साथै हेयर कलर पनि अर्जिनली ब्ल्याक नै रहेको छ। एलिजा जामालीको एजुकेसन क्वालिफिकेसनको बारेमा भन्नुपर्दा उहाँको एजुकेसन क्वालिफिकेसन रहेको छ ब्याचलर इन बिजनेस रनिङ भने उहाँले आफ्नो स्कुलको पढाइ चाहिँ शेख रसिद एआई मुक्तम स्कुलमा पढ्नु भएको थियो, त्यो चाहिँ दुबईमा छ। साथै उहाँले आफ्नो कलेजको पढाइ चाहिँ अमेरिकन युनिभर्सिटी दुबईमा उहाँले अध्ययन गर्नुभएको थियो। दर्शकबिन एलिजा जामालीको हबिज भन्नुपर्दा उहाँलाई चाहिँ ड्रइङ, लर्निङ साथै ट्राभलिङ मनपर्छ। आउनुहोस् दर्शकबिन अब हामी पाकिस्तानी पपुलर टिकटकर साथै युट्युबर एलिजा जामालीको क्यारियरतर्फ लाग्नेछौँ। दर्शकबिन एलिजाको जन्म चाहिँ पाकिस्तानमा भएको थियो। त्यसपछि उहाँ र उहाँको फादर परिवारहरू चाहिँ दुबई शिफ्ट भएको थियो। उहाँ चाहिँ दुबईमै हुर्किनु भयो र दुबईमै उहाँले चाहिँ आफ्नो स्कुलको पढाइ, कलेजको पढाइ उहाँले कम्प्लिट गर्नुभएको थियो। दर्शकबिन एलिजा जामाली चाहिँ टिकटक चलाउनु अघि उहाँ चाहिँ डिजाइनरको काम गर्नुहुन्थ्यो र उहाँले चाहिँ डिजाइन गर्दै युट्युबमा साथै यता टिकटकतिर पनि हाल्नुहुन्थ्यो। उहाँको चाहिँ भ्युजहरू नआएर विचलित थियो भिडियोजहरुमा। त्यसपछि उहाँ चाहिँ एक दिन लाइभमा जोइन हुनुभयो। त्यसपछि आयुष नेपालको पपुलर टिकटकर आयुष लाइभमा जोइन भएर चाहिँ उहाँहरू चाहिँ जिस्किँदै कुरा गर्नुभयो। त्यसपछि उहाँहरू चाहिँ एक दिन दुई दिन गर्दै गर्दै उहाँहरू चाहिँ लाइभमा बढी आउनुभयो। त्यसपछि उहाँहरूको लभ स्टोरी चाहिँ धेरै दर्शकहरूले मन पराइदिनु भयो। त्यसपछि एलिजा र आयुष चाहिँ एक्कासी चर्चामा आउनु भएको थियो। त्यसपछि उहाँहरू चाहिँ बिस्तारै रिलेसनमा आउनुभयो। त्यसपछि उहाँले चाहिँ नेपालको पपुलर टिकटकर आयुषसँग विवाह गरेर अहिले उहाँ चाहिँ काठमाडौँमै हुनुहुन्छ। उहाँहरू चाहिँ अहिले बुढानी कण्ठमै घर किनेर बस्नुहुन्छ। दर्शकबिन एलिजा जामालीले चाहिँ आयुष सिंहलाई लाइफमा नभेटेको भए अहिले उहाँ चाहिँ अहिले दुबईमै हुन्थ्यो र आफ्नै कारोबारहरू हुन्थ्यो। दर्शकबिन एलिजा जामालीको टिकटकमा चाहिँ करिब 1.8 भन्दा बढी मिलियन फलोवर्सहरू रहेको छ। साथै युट्युबमा पनि उहाँको चाहिँ 7 लाख जति उहाँको सब्स्क्राइबरहरू रहेको छ। आउनुहोस् दर्शकबिन अब हामी एलिजा जामालीको रिलेसन स्टेटसको बारेमा चर्चा गर्नेछौँ। उहाँ चाहिँ म्यारिड हुनुहुन्छ। उहाँको हस्बेन्डको नाम रहेको छ आयुष सिंह ठकुरी भने एलिजाको फ्यामिलीमा उहाँको फादर, मदर, ब्रदर साथै एकजना सिस्टर हुनुहुन्छ। उहाँको फादरको नाम रहेको छ महफुज जामाली भने मदरको नाम रहेको छ गाजाला जामाली साथै सिस्टरको नाम रहेको छ इजमा जामाली र ब्रदरको नाम रहेको छ अब्दुल जामाली रहेको छ। आउनुहोस् अब हामी नेपाल र दुबईको टिकटकर एलिजा जामालीको इन्कमतर्फ लाग्नेछौँ। उहाँले एक महिनामा आफ्नो इन्कम कति कमाउनुहुन्छ त? उहाँले चाहिँ करिब
4 देखि 6 लाख पर मन्थ कमाउनुहुन्छ। साथै उहाँको अहिलेसम्मको नेटवर्थ भन्नुपर्दा एलिजा जमालीसँग चाहिँ करिब 3 to 4 करोड उहाँको नेटवर्थ रहेको छ। यो थियो नेपाल र दुबईको पपुलर टिकटकर एलिजा जामालीको लाइफस्टाइल एवं सर्ट बायोग्राफी। तपाईहरुलाई यदि यो भिडियो मन परे च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई एक लाइक गर्नु नबिर्सिनु होला। साथै हजुरहरुलाई को सेलिब्रिटीको लाइफस्टाइल हेर्न चाहनुहुन्छ कमेन्ट मार्फत भन्नु नबिर्सिनु होला।